नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैजनालाई तपाई हाम्रै च्यानल tradeSchool.com मा अनि म तपाईहरुको निरन्तरको लर्न टु अर्न ट्रेडिङ जर्नीको साथी विनोद। आजको भिडियो यहाँहरु समक्ष मैले लिएर आएको छु। विशेषतः तपाईहरुले अघिल्ला मेरा प्रस्तुतिहरू भिडियोजहरुमा कमेन्ट सेक्सनमा राख्नुभएका तपाईका जिज्ञासाहरू विशेष गरी केही स्टकहरुको एनालाइसिस, सेक्टरको एनालाइसिस भनेर जुन जिज्ञासाहरू कमेन्टमा तपाईले राखिराख्नु भएको छ अघिल्लो हप्ताभरिको हैन। सो सिन्स सन्डे भनौं न, अब अघिल्ला हप्ताभरिको यहाँहरु समक्ष ती कमेन्टहरूलाई चाहिँ पढ्दै त्यसलाई एड्रेस गर्ने प्रयत्नका साथ आज मैले यो भिडियो यहाँहरु समक्ष लिएर आएको छु। तसर्थ साथीहरु, आजको प्रस्तुति विशेषतः focused on our special people who has commented in our previous videos है त। ती कमेन्टहरुको आधारमा आजको छलफलको विषय मैले राखेको छु। त साथीहरु, भिडियोलाई अन्तिमसम्म साथ दिदिनु होला। यदि तपाईको पनि कुनै स्टकहरुको एनालाइसिस गरिदियो हुन्थ्यो भने जस्तो लाग्छ भने यही भिडियोको कमेन्ट सेक्सनमा तपाईले आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुनेछ। त साथीहरुको कमेन्टलाई लिनुभन्दा अगाडि एकचोटी जाउँ हामी डिस्क्लेमर तर्फ। छोटो डिस्क्लेमर यहाँहरु समक्ष राख्न चाहे हाम्रो भिडियो र प्रस्तुतिलाई नितान्त एउटा टेक्निकली एजुकेशनल रेफरेन्स मटेरियलको रूपमा मात्र प्रयोग गरेर आफ्नो स्व अध्ययनलाई जोडेर मात्रै ट्रेडिङ एन्ड इन्भेस्टिङ डिसिजन लिनु होला। त साथीहरु, सबैभन्दा पहिला एकजना साथी हाम्रो भूपाल सुवेदीजीले लेख्नु भएको छ, राम राम गुरुजी, एनएलआईसी लङ टर्मको लागि कस्तो होला भनेर। एनएलआईसी लङ टर्मको लागि नट अ ब्याड स्टक है, ठिकै छ, राम्रै छ, डिभिडेन्ड क्यापासिटी पनि भएको, कन्सिस्टेन्टली यसले चाहिँ राम्रै डबल डिजिटमा डिभिडेन्डहरु दिँदै आइरहेको छ। अहिले पनि पोटेन्शियल खासै त्यसो चेन्जेसहरु भएको त छ कि छैन त यसो हेर्ने हो भने अर्निङ्सहरुलाई हेर्दाखेरि डिभिडेन्ड क्यापासिटीमा खासै त्यसो चेन्जेसहरु आएको त देखिदैन। सो एज पर द चार्ट बिहेभियर पनि लङ टर्मको लागि खासै त्यस्तो फरक नपर्ने किसिमको चाहिँ देखिन्छ। सो यु क्यान सस्टेन विथ दिस स्टक फर लङ टर्म पर्पज है। अब यसमा एउटा चाहिँ लेभल चाहिँ तपाईलाई मैले दिइराख्छु छु कि इन केस बाइ एनी चान्स यो स्टक चाहिँ 742 भन्दा तल आयो भने चाहिँ अलि अझै फेरि अलिकति लामो समय कन्सोलिडेसनमा चाहिँ जान सक्ला कि भन्ने हुन्छ। तर डिभिडेन्डको हिसाबले तपाईले आफ्नो डिभिडेन्ड पाइने राख्नुहुन्छ। सँगसँगै तपाईले कुनै बेला यसले राम्रो मोमेन्टम दिँदाखेरि चाहिँ हजुरलाई राम्रो क्यापिटल गेन पनि हुन सक्ने अवस्थाको स्टकको रूपमा हामी यसलाई हेर्न चाहिँ सक्छौं साथी है त। सो हजुरले यसलाई लङ टर्मको लागि चाहिँ मजाले राख्न सकिने स्टकको रूपमा चाहिँ एज पर द चार्ट बिहेभियर पनि हामी यसलाई प्रष्ट रूपमा देख्न सक्दछौं। त साथीहरु, अर्को जिज्ञासातर्फ जाउँ। एनआईसीएल बीएसएल 600 को व्याग छ, एभरेज गर्दा के होला भनेर लक्ष्मी राईजीले सोध्नु भएको छ है। एनआईसीएल बीएसएल के छ त? ओके, एनआईसीएल बीएसएल चाहिँ चार्ट चाहिँ अलिकति अलिक कमजोर अवस्थामा चाहिँ छ साथीहरु हैन। तर यसमा फ्युचरको लागि हैन, भविष्यको लागि त्यस्तो डराइहाल्नु पर्छ भन्ने किसिमको स्टक चाहिँ छैन। यो तपाईले आफूसँग राखिराख्नु भयो भने कुनै पनि बेला भविष्यमा फेरि यसले राम्रो रिटर्न चाहिँ दिन सक्छ। ओके, तर सर्ट टर्मको लागि हो भने चाहिँ अहिले अलिकति बेला चाहिँ भइसकेको छैन यो स्टक। सर्ट टर्मको ट्रेडको लागि हामीलाई कमसे कम पनि यो स्टकले यो लेभलसम्म आएर 640 सम्म आएर केही न केही यसको चाहिँ आफ्नो एक्टिभिटिजहरु देखाउनु पर्ने हुन्छ है। यो स्टकलाई तपाई यदि ट्रेडिङ पोइन्ट अफ भ्यूबाट हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईले स्टप लस चाहिँ कमसे कम यो अहिले भनेपछि हजुरको यही लेभल भन्दा यदि 565 भन्दा यदि तलतिर क्लोजिङ दिन आयो भने चाहिँ सर्ट टर्मको लागि हो भने चाहिँ तपाई ट्रेडर पोइन्ट अफ भ्यूबाट हेरिराख्नु भएको छ भने चाहिँ एक्जिट लिन सक्नुहुन्छ तपाईले भने। तर लङ टर्मको लागि पर्सपेक्टिभमा हेरिराख्नु भएको छ भने चाहिँ त्यति फरक त नपर्ला। तर यसको चाहिँ तपाईलाई एनआईसीएल बीएसएल को एउटा एनपीएल पर्सपेक्टिभ चाहिँ फेरि यसो हेर्नुस् हैन। के छ, बीएफआईजहरुको चाहिँ विशेष गरी एनपीएल मै फोकस हुनुपर्छ। अहिले एनपीएल चाहिँ 22% ले ग्रो भएको रहेछ। 16 मा
पुगेको रहेछ। अहिले एनपिएल को पोइन्ट अफ भ्यूबाट यसलाई लङ टर्मको लागि अहिले राख्न मिल्ने स्टकको रूपमा चाहिँ नहेर्नु होला, ट्रेडिङ पोइन्ट अफ भ्यूबाट नै हेर्नु होला भनेर मैले यहाँलाई अनुरोध गर्न चाहे। ओके, सो अब डाउन ट्रेन्डको स्टक छ, स्टकमा मोमेन्टम त्यस्तो धेरै स्ट्रङ चाहिँ छैन है, त्यही भएर ट्रेडेबल स्टक चाहिँ होइन अहिलेको लागि। ओके, अर्को हाम्रो विवेकजीले आफ्नो जिज्ञासा राख्नु भएको छ, सर साहस र एमइएन को फुल एनालाइसिस गरिदिए हुन्थ्यो सर भनेर भन्नुभएको छ है। अब साहसलाई एकचोटि म हेरिदिन्छु हैन। साहस इज कम्प्लिटली अप ट्रेन्ड स्टक छ, एकदमै स्ट्रङ स्टक हो हैन। तपाईले एज अ पोजिसनल ट्रेडरको रूपमा तपाईले यो साहसमा चाहिँ बसिराख्न मिल्छ, यु डोन्ट ह्याभ टु गेट इट आउट है। अब स्विङ ट्रेडिङ भनेको अलिकति ट्रेडिङमा अलिकति नराम्रो नलेज भएपछि मात्र गर्ने भन्ने हुन्छ हैन, अदरवाइज पोजिसनल नै हेर्ने हो यस्तो स्टकमा। अहिलेसम्म राम्रो छ, स्टकलाई मजाले होल्ड गर्न सक्नुहुन्छ त्यो स्टक तपाईँ। ओके, सेल साइड लिनै पर्छ भन्ने त्यस्तो केही पनि छैन है, स्टकलाई स्ट्रङ होल्ड नै भन्न चाहन्छु यो स्टकमा। यसको चाहिँ तपाईँको अब आफैमा पनि एउटा 80-85 मेगावाटको हाइड्रो पावर अपरेसनमा छ, राम्रो अर्निङ्स छ, अराउन्ड 350 मेगावाटको प्रोजेक्टको लागि यसले आफ्नो चाहिँ भनौँ न डेभलपमेन्ट फेजमा छ, काम गर्दैछ। यसको लागि पुँजी धेरै डेभलप गर्नुपर्ने छ, यसको अक्युमुलेट गर्नुपर्ने छ यो कम्पनीलाई। त्यो अर्थमा यो कम्पनीले कन्सिस्टेन्टली यसले बोनसहरू दिन्छ नै, सँगसँगै तपाईँलाई यसले सम्भवतः राइट सेयरहरू पनि दिन सक्ला। द्याट इज वाइ स्ट्रङ नै छ यो स्टक। ओके, त्यो हिसाबले टेक्निकल्ली प्लस फन्डामेन्टल्ली यो साउन्ड स्टकको रूपमा हामी यसलाई हेर्न सक्छौँ है त। सो त्यसपछि एमइएनको पनि पर्सपेक्टिभ त्यही नै हो हैन। साहसभन्दा एमइएनमा चाहिँ अहिले अलिकति कमजोरी छ भने जस्तो चाहिँ देखिन्छ, तर त्यति साह्रो डराइहाल्नु चाहिँ पर्दैन। एमइएन चाहिँ यो लो भन्दा लेट्स से दिस लो हैन, यो लो भन्दा तल आयो भने चाहिँ अलिकति गाह्रो पर्न सक्छ। 576 भन्दा अहिले 585 छ, 576 भन्दा तल आयो भने यदि तपाईँले होल्ड गरिराख्नु भएको छ भने चाहिँ एकचोटि एक्जिटको लागि हेर्नु होला, अदरवाइज अहिलेसम्मलाई तपाईँ राख्न पनि सक्नुहुन्छ। ओके, राम्रो प्रफिट छ भने एमइएनबाट एकचोटि एक्जिट लिनुभयो पनि खासै त्यस्तो फरक चाहिँ पर्दैन। सम्भवतः यसले चाहिँ 576 एकचोटि ब्रेक गर्न सक्ला कि भन्ने जस्तो सिनेरियो चाहिँ यसले अलिकति डेभलप चाहिँ भइरहेको छ। साहसभन्दा कम्पेरिटिभली एमइएन चाहिँ टेक्निकली प्राइस वाइज अलिकति कमजोर चाहिँ अहिले भएको हो कि भन्ने चाहिँ देखिन्छ है त। सो त्यसपछि हामी जाउँ अर्को एकजना साथी जो युएमआरएच को बारेमा भनेर भन्नुभएको छ है। युएमआरएच को स्थिति के छ त त्यो पनि हेरिदिउँ एकचोटि। ओके, युएमआरएच चाहिँ एउटा बुल र्याली पछि हैन, बुल र्याली चाहिँ राम्रैसँग बुलको र्याली लिइसकेपछि एउटा स्ट्रङ कन्सोलिडेसनमा गइरहेको देखिन्छ। मेरो एट अ ग्लान्स मैले हेर्दाखेरि चाहिँ एउटा वेभ चाहिँ कम्प्लिट गरेको देखिन्छ हैन। तपाईको एलइडी वेभबाट हेर्ने हो भने सी 1 2 3 4 5 यसरी गएको देखिन्छ हैन। सो त्यसपछि एउटा करेक्टिभ मुभ जुन हुन्छ, इम्पल्सिभ मुभ, यो फर्स्ट वेभ भयो, सेकेन्ड वेभ त्यो भयो हैन। त्यसपछि नेक्स्ट वेभ चाहिँ फेरि माथि जानको लागि चाहिँ यो आफ्नो तयारी गरिरहेको हो कि भन्ने जस्तो देखिन्छ। ए बी सी डी ई है, त्यो किसिमले चाहिँ करेक्टिभ वेभमा चाहिँ छ जस्तो देखिन्छ हैन यसलाई। तर यसमा चाहिँ अब लङ टर्म इन्भेस्टमेन्टको हिसाबले चाहिँ यसमा त्यति धेरै कमजोर चाहिँ छैन यो स्टक लङ टर्मको लागि हैन। एसआइपी गर्न चाहिँ मिल्ने खालको स्टकको रूपमा चाहिँ यो हेर्न सकिन्छ। यो स्टकलाई डिभिडेन्ड क्यापासिटी पनि छ यसको है। ओके, सो ट्रेडिङको लागि चाहिँ अहिले नै तुरुन्तै बाई गरिहाल्नुपर्छ भन्ने चाहिँ छैन यसमा हैन। You can still wait for the exact situation हैन, एक्ज्याक्ट चाहिँ मोमेन्ट चाहिँ कुर्नुपर्ने देखिन्छ। सो इन नियर फ्युचर यसले चाहिँ हुनसक्छ 1 महिना 2 महिनाभित्र चाहिँ एउटा राम्रो मोमेन्टम चाहिँ अपसाइड दिनको लागि चाहिँ यसमा के न के वर्कआउट चाहिँ हुनसक्छ। अहिले नै यसमा चाहिँ इन्जेक्ट गरिहाल्नुभन्दा एउटा मोमेन्टम दिने किसिमको चाहिँ सेटअप चाहिँ कुरेर मात्रै काम गर्दाखेरि बेटर होला कि भन्ने देखिन्छ।
अहिलेको लागि चाहिँ तत्काललाई यो जोनमा 574 मा यसको चाहिँ सप्लाई पोइन्ट छ। यदि माथि हजुरसँग होल्डमा छ भने यदि माथि जाँदाखेरि पनि 574 तिर एकचोटि सेल साइड चाहिँ लिनुपर्ने हुन्छ। यो लेभलमा वन्स एकचोटि ट्याप गरेर रियाक्सन नखाएसम्म चाहिँ यो स्टक फेरि अर्को बुलिस र्यालीमा चाहिँ जान यसलाई गाह्रो पर्ने देखिन्छ। ओके, अर्को हरिप्रसाद पौड्यालजीले एचडिएचपिसी आज कसले बेच्यो भन्नुभएको छ? अस्तिको कुरा गर्नुभएको होला होइन। अब कसले बेच्यो र कसले गर्यो भन्दा पनि हजुरले चाहिँ स्टक यसो हेर्ने हो भने अलिकति कमजोर नै छ यसमा होइन। तर सर्ट टर्मको लागि मात्र कमजोर जगत देखिन्छ, लङ टर्मको लागि त्यस्तो कमजोर चाहिँ होइन कि भन्ने जस्तो देखिन्छ अहिलेसम्म पनि होइन। अहिलेलाई चाहिँ यो लेभलभन्दा तल आयो भने चाहिँ अलिकति रिस्क चाहिँ म्यानेज गर्ने किसिमले बस्नु होला। त्यो लेभलभन्दा तल नआएसम्म चाहिँ खासै टेन्सन चाहिँ लिनुपर्ने अवस्था चाहिँ देखिँदैन। यो स्टक चाहिँ बुलिस मोमेन्टम चाहिँ यस्तो 235 को हाराहारी क्रस गरिसकेपछि चाहिँ यसमा चाहिँ एउटा राम्रो मोमेन्टम फेरि आउन सक्ला। अब सिचुएसन कता जान्छ, डाउन साइड जान्छ कि अप साइड जान्छ भन्ने कुरामा चाहिँ अलर्ट भएर चाहिँ हेर्नुपर्ने देखिन्छ यसमा है त। जिसिआइएल बाई गर्न मिल्छ सर भनेर सोध्नु भएको छ है। जिसिआइएल बाई गर्न मिल्ने अवस्था छैन, यो कम्प्लिटली नेगेटिभ छ यो होइन। त्यसमाथि यसको एउटा चाहिँ यसको के छ, लक इन पिरियड सक्यो कि सकेन, लक इन पिरियड नजिकै छ। सो जिसिआइएल चाहिँ कम्प्लिटली अभोइड गर्नु होला। जिसिआइएलमा बस्न मिल्दैन, यो कम्प्लिटली अहिले चाहिँ स्टेज 4 स्टक हो। स्टेज 4 स्टकमा चाहिँ हामीले चाहिँ बाई साइड लिनु भनेको चाहिँ सुसाइडल हुन सक्छ भने मतलब चाहिँ निकै नै घातक हुन सक्छ। त्यसैले जिसिआइएलमा चाहिँ अहिले काम नगरौँ साथीहरू। मार्केटको कमसेकम हामीलाई चाहिँ साइकल्स होइन, फेजेसहरू, ओके, स्टेजेसहरू थाहा पाउन सक्ने गरी चाहिँ मार्केटमा अलिकति टेक्निकल नो-हाउ पनि नलेज चाहिँ राख्नु पर्ला। ओके, ताकि हामीले आफैले निर्णय गर्न सकोस् कि यो स्टकमा काम गर्ने कि त्यो स्टकमा काम गर्ने होइन। त्यसरी चाहिँ निर्णय गर्न सकिने हुन्छ। अहिले कम्प्लिटली चार्टले यसलाई के भन्दैछ त भन्दाखेरि म कम्प्लिटली बेरिस चार्ट हुँ, मलाई अहिले अँगालो नहाल होइन, नत्र तिमीलाई गाह्रो पर्न सक्छ अँगालो हाल्यो भने मलाई भनेर भनिरहेको अवस्था चाहिँ छ। यो स्टकलाई कमसेकम हामीले अर्को 6 महिनाको लागि चाहिँ अभोइड गर्नुपर्ने स्टकको रूपमा दर्ज भएको छ है त। अर्को अब शीतला हो क्या होला होइन, मनिन्द्रजीको भइसकेपछि शीतलाजीले एचआरएल भनेर भन्नुभएको छ है। एचआरएलको अवस्था के छ त? एचआरएल पनि समहाउ जिसिआइएल जस्तै वर्स्ट कन्डिसनमा भएको स्टक हो। यो स्टकमा पनि अहिले बस्नको लागि उचित छैन है। यो स्टकले जुन पहिला बुलिस र्याली दिएर धेरैजना साथीलाई अपर्च्युनिटी पनि दियो होला क्यापिटल गेन गर्ने होइन, डिभिडेन्ड पनि खानुभयो होला होइन। र अहिले अब नेपालको जुन गभर्मेन्ट पोलिसीहरू, इन्सुरेन्स रिइन्सुरेन्सहरूमा पोलिसीहरू चेन्ज हुनु, जेन्जी प्रोटेस्टपछि भौतिक क्षतिहरू धेरै हुनु, ती चिजहरूले गर्दाखेरि इन्सुरेन्स रिइन्सुरेन्स कम्पनीहरूमा पर्न गएको दाबी भुक्तानीको मामिला ओके, र नेपाल सरकारले हालै मात्र बजेट वक्तव्य मार्फत लिएको जुन पोलिसीहरू छ रिइन्सुरेन्स पोलिसीहरू, एउटा त तपाईँको जुनै पनि होइन रिइन्सुरेन्स गर्दाखेरि 20% एटलिस्ट एनआरआइसीमा गर्नुपर्ने भन्ने त्यो जुन पोलिसी निकाल्न लाग्यो, एक हिसाबले कार्टेलिङ पोलिसी भन्छु म त्यसलाई। त्यो पोलिसी निकाल्नु खासमा त्यति उचित चाहिँ होइन होइन फ्री मार्केट इकोनोमीमा, तर आएको छ जसले चाहिँ हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई चाहिँ अझै बेसी इम्प्याक्ट गर्छ। र जुन इम्प्याक्ट चाहिँ हामीले अगाडिदेखि नै यसमा मार्केट डिस्काउन्ट्स एभ्रिथिङ भने जस्तै त्यो इम्प्याक्ट चाहिँ हामीले देख्दै आइरहेका छौँ। सो यो स्टकलाई अहिलेलाई चाहिँ हाम्रो यो स्टक कम्प्लिटली हाम्रो तर्फबाट अहिले अभोइडिङ स्टकको रूपमा रहेको छ। द स्टक इज इन स्टेज 4 ओके। त्यसपछि अर्को एकजना साथीले दिपेन्द्र राजुले डेभलपमेन्ट ब्याङ्कमा कमाउनु भयो भने आउने यतै हो भनेर फाइनेन्स सेक्टरको एनालाइसिस गर्दाखेरि उहाँले चाहिँ राख्नु भएको होला होइन। फाइनेन्स सेक्टर हुन सक्छ, आउन सक्छ है।
अर्को हाम्रो चाहिँ उमेश खेतानजीले चाहिँ एसएफसीएल भन्नुभएको छ। एसएफसीएल को अवस्था अब जिसिआइएल र एचआरएल जस्तोको वर्स चाहिँ मान्न सकिँदैन यसलाई हैन। तैपनि स्टिल इट इज द डाउन ट्रेन्ड स्टक। डाउन ट्रेन्डको चाहिँ अब ग्रेडियन्ट चाहिँ अलिकति चेन्ज हुँदै आइरहेको छ यसको हैन। तपाईले पहिलाको शार्प डाउन ट्रेन्ड हेर्नुभयो भने यहाँ एउटा यसरी फल भएको थियो। ओके, यसलाई मैले रेड लाइनमा हजुरलाई मार्क गरिदिएँ भने हैन। अर्को तपाईको यो पोइन्टबाट हेर्ने हो भने चाहिँ यसलाई यसरी हेर्न सकिन्छ, ब्लेडिङ हैन, ब्लेड सेप मा चेन्ज हुँदै गइरहेको छ। अहिले चाहिँ यो ट्रेन लाइनमा छ यो है। अब यो ट्रेन लाइनबाट बाहिर आइसकेपछि चाहिँ अलिकति गजब होला यसको। ओके, सो त्यो हिसाबले चाहिँ हेर्नुपर्ने हुन्छ। फ्युचर पर्सपेक्टिभ चाहिँ यसको अलिकति राम्रै देखिन्छ, तर अहिलेलाई चाहिँ अलि हतारिने चाहिँ मामिला छैन। यसको एउटा चाहिँ सेलिङ पोइन्ट जुन छ यो पोइन्टमा एउटा सेलिङ आउँछ हैन। बिस्तारै यसमा चाहिँ कन्सोलिडेसन भएर यो ट्रेन लाइनबाट बाहिर निस्किएपछि फेरि एकचोटि यहाँ ठोक्किने अनि फेरि यहाँ एउटा चाहिँ मोमेन्टम दिने अनि माथि जाने। सो यो किसिमको चाहिँ मार्केटमा यसमा मोमेन्टम आउन सक्छ। द्याट इज वाइ टाइम चाहिँ अलिकति लाग्न सक्छ। यही प्याटर्नको फलो गर्ने हो भने हामीलाई कमसे कम पनि यसले हैन अर्को 2-3 महिना चाहिँ लगाउन सक्छ कि भन्ने देखिन्छ। सो मेन कुरा भनेको के त भन्दाखेरि अहिले जुन प्राइसमा खेलिरहेको छ यो लेभल जुन छ 365 भन्दा माथि, त्यो लेभल भन्दा तल नआइकन अर्को 2 महिना यो लेभलमा प्राइस खेल्यो भने चाहिँ यो स्टकले पनि स्टेज 1 बाट स्टेज 2 को लागि तयारी गर्दैछ भन्ने कुराको कन्फर्मेसन हामी लिन्छौँ। एटलिस्ट यो मैले लास्टमा तानेको जुन ट्रेन लाइन छ त्यो ट्रेन लाइनबाट यो स्टक चाहिँ बाहिर आउनु पर्यो। ओके, सो त्यसपछि हाम्रो अखिल प्रसादजीले सेक्टोरियल एनालाइसिसको लागि थ्याङ्क यू भेरी मच भन्नुभएको छ। फाइनेन्स सेक्टरको एनालाइसिस गरिराखेको थिएँ। त साथीहरू तपाईँहरूलाई फाइनेन्स सेक्टर पछि अब कुन चाहिँ सेक्टरको एनालाइसिस गरिदियो हुन्थ्यो जस्तो लाग्छ आजको भिडियोको कमेन्टमा पनि राख्नु होला है त। त्यो सेक्टरको एनालाइसिस पनि म यहाँहरू समक्ष लिएर डेफिनेटली आउने नै छु। ओके, अलराइट, त्यसपछि अर्को कुनै छ त पिआरओएफएल एउटा गरिदिनु भन्नुभएको छ है त एकजना साथीको वेयरजीले पिआरओएफएल। ओके, पिआरओएफएल को स्थिति त्यति राम्रो चाहिँ छैन कम्पेयर टु अदर फाइनेन्स सेक्टर। फाइनेन्स सेक्टरका अरू केही स्टकहरू चाहिँ अलिकति राम्रो फर्ममा चाहिँ छ कम्पेरिटिभली हैन। यो चाहिँ त्यति फर्ममा छैन। अब यो भनौँ न अब फाइनेन्स सेक्टरले यदि मुभ लियो भने चाहिँ पिआरओएफएलले चाहिँ लिड लिनेवाला छैन। यो चाहिँ ल्यागिङ स्टेजमा यो चाहिँ थोरै मात्र बढ्ने त्यो किसिमले चाहिँ बन्न सक्छ। द्याट इज वाइ हजुर यदि पिआरओएफएलमा जाने सोचिराख्नु भएको छ भने अलिकति पज गरेर बरु पिआरओएफएल भन्दा उता जिएफसिएल हुनसक्छ, एमएफआइएल हुनसक्छ, तपाईँको सिएफसिएल हुनसक्छ होइन। ती स्टकहरूले चाहिँ हुनसक्छ, तर त्यसमा पनि तपाईँले एउटा सेटअप बनिसकेपछि मात्र एन्ट्री गर्ने है त। त्यो किसिमले हेर्न सकिन्छ पिआरओएफएलबाट। अब अर्को हजुरको एकजना साथीले अर्को चाहिँ तपाईँको आशिष डोटेलजीले चाहिँ जियो एनएफएस भन्नुभएको छ। सरी, एनएफएसको पनि स्थिति यस्तै छ। यो चाहिँ अब लास्ट फाइनेन्स सेक्टरको बुलमा चाहिँ आउट पर्फर्म होइन, बबल बुल भएको स्टक हो। त्यसपछि जुन किसिमको फल भयो धेरैजना साथीलाई निकै नै प्यानिक बनाएको छ। द्याट इज वाइ मैले जहिले पनि भन्ने गर्दछु टेक्निकल एनालाइसिसको महत्त्व भन्ने चिज यति छ कि अब त्यसको अब म त एक्सप्लेन गर्नै सक्दिनँ होइन। कति साथीहरूले टेक्निकल एनालाइसिसले काम गर्दैन भन्नुहुन्छ होइन। अब एनएफएसमा कोही साथी यति यो र्यालीमा हुनुहुन्थ्यो भने चाहिँ एनएफएसमा निस्किने पोइन्ट भनेको यहाँनिर थियो। ओके, 1630 भन्दा जब मार्केट तल आयो त्यहाँबाट चाहिँ यु मस्ट एक्जिट फ्रम दिस एनएफएस भनेर भनेको थियो। यो कुरा बुझ्ने कसले होइन? धेरैजना साथीहरूले यो कुरा बुझ्नुहुन्न क्या होइन। कति साथीहरूले यो जोनमा पनि बाई गरे होला होइन। बाई गरेर ठिक छ लसमा जाने स्थिति आयो भने तपाईँ निस्किने पोइन्ट यहाँनिर थियो, 1315 तिर तपाईँ निस्किसक्नु पर्थ्यो होइन। सो टेक्निकल एनालिसिसको एउटा बेसिक जुन स्टाइल जुन हुन्छ कमसेकम त्यो चाहिँ सिक्नुपर्छ। सकिन्छ टेक्निकल एनालिसिस मास्टरी गर्नुभयो भने चाहिँ तपाईँले लस गर्दाखेरि यति थोरै गर्नुहुन्छ, ओके, गेन गर्दाखेरि यति धेरै गर्नुहुन्छ भने ओभरअलमा लङ रनमा तपाईँको सिएजिआर चाहिँ 20, 30, 40% इयरली होइन।
कम्पाउन्डेड एनुअल ग्रोथ रेट चाहिँ तपाईँको त्यो हिसाबले निकाल्न सकिन्छ। सो टेक्निकल एनालाइसिसको महत्त्वलाई चाहिँ नजरअन्दाज चाहिँ नगर्नु होला साथीहरू। इट्स रियली भेरी इम्पोर्टेन्ट फर द पिपल ह्याभिङ नट मच क्यापिटल होइन। हामी रिटेल ट्रेडरहरूसँग त्यति धेरै ठुलो क्यापिटल हुँदैन। सानो क्यापिटलमा काम गर्नेहरूको लागि टेक्निकल एनालाइसिस इज द ब्याकबोन फर आवर फाइनेन्सियल स्टेबिलिटी एन्ड वेल्थ जेनेरेसन। अदरवाइज यो मार्केटमा हामीले चाहिँ पैसा लुज गर्ने सम्भावना चाहिँ निकै नै धेरै हुन्छ। ओके, अब एनएफएसको पार्टको कुरा गर्नु पर्दाखेरि यो फर्स्ट एउटा बुल र्याली लिइसकेको कारणले गर्दाखेरि यति चाँडै यसमा बुल फेरि आउन चाहिँ सक्दैन। यो हुन त यो थोर बहुत अहिले अकुमुलेसन छ भन्ने चाहिँ देखिन्छ, तर एकचोटि यसले एउटा यो लेभलमा ट्याप गर्न बाँकी छ। ओके, 658.60 मा ट्याप गरेर फेरि रियाक्सन लिन बाँकी छ। अब यो जोनमा यसको कति रियाक्सन हुन्छ, रियाक्सन भएर यता ट्याप भएपछि फेरि फर्किन्छ र त्यसपछि बल्ल यता मुभ हुन सक्ला। सो यो किसिमको मुभ हुनलाई कमसे कम पनि यसलाई कति समय लाग्न सक्छ अब भन्दाखेरि 2-3 महिना जति सायद लाग्न सक्छ। यो किसिमले मोमेन्टम हुनु पर्यो। अब यति हुनको लागि 3 महिनासम्म यो प्राइस यति लेभलमै बस्ने, तर यो लेभलभन्दा तल नआउने भयो भने एनएफएस चाहिँ फेरि एकचोटि अपवार्ड मुभको लागि तयारी गर्दैछ भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। क्लोजली वाच चाहिँ गर्नु होला, तर स्ट्रेन्थ वाइज चाहिँ फाइनेन्स सेक्टरमा अहिले पनि यो एनएफएस चाहिँ अलिक कमजोर अवस्थामा नै छ भनेर बुझ्न सकिन्छ। ओके, बलराज प्रधानजीले आई एम इन गुड सेप कज आई इन्भेस्ट फर लङ टर्म रिल्याक्स बोइज भन्नुभएको छ। द्याट्स गुड, भेरी गुड, गुड टु हियर द्याट। ओके, सो एकजना साथीले पिएचसिएल के गर्ने भनेर सोध्नुभएको छ सोभिजीले है त। आजको एनालाइसिसको सायद यो लास्ट स्टक नै पर्यो होइन। 1 हप्ताभरिको मैले स्टक लिने जमर्को गरेको छु। ओके, फेरि पनि मैले यहाँहरू समक्ष भन्दैछु कि आजको भिडियो र विकली अपडेट, हिजो मैले विकली अपडेट पनि राखेको छु यहाँहरू समक्ष। त्यसमा तपाईँले राख्नुभएका कमेन्टहरू, आजको भिडियोमा राख्ने तपाईँको कमेन्टहरू, जिज्ञासाहरू होइन, ती सबै चिजलाई फेरि पनि यहाँहरू समक्ष यहाँहरूको फिडब्याकलाई यो स्टकमा एनालाइसिस अन्तर्गत मैले यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु। सो अब अहिलेलाई एउटा स्टक जाउँ। अब फाइनल स्टक पिएचसिएल है त। सो पिएचसिएल को अवस्था के छ त भन्दाखेरि पिएचसिएल पनि वान अफ द डाउन ट्रेन्ड स्टक चाहिँ हो साथीहरू। कम्प्लिटली डाउन ट्रेन्ड स्टक हो पिएचसिएल। यसको एउटा चाहिँ पर्सपेक्टिभ, ट्रेन्ड लाइन पर्सपेक्टिभबाट हेर्ने हो भने एउटा शार्प फल भइसकेपछि मार्केटमा ट्रेन्ड लाइन ब्रेक गरेर एक लेभलमा प्राइस सस्टेन भइराखेको छ र एउटा सप्लाई पोइन्टबाट कम्प्लिटली सप्लाई पोइन्ट जुन हाम्रो सेलर्सको स्ट्रङ सेलर्सको पोइन्ट छ, त्यो स्ट्रङ सेलर्सको पोइन्टलाई यसले एकचोटि वान ह्यामरिङ गरिसकेको छ र अर्को नेक्स्ट ह्यामरिङहरू गर्न सकेको खण्डमा चाहिँ यसले मोमेन्टम चाहिँ आउँदा दिनमा राम्रै लिन सक्ला। सो जो साथीहरूसँग यो स्टक छ है, उहाँहरूले यो लेभलभन्दा स्टक तल आयो भने होइन 300, अब यो अलिकति तपाईँ एग्रेसिभ हुनुहुन्छ भने 308 नभए 305 सम्म होइन, 305 सम्म तपाईँले यो स्टकलाई होल्ड गर्न सक्नुहुन्छ। त्योभन्दा तल आएको, तलभन्दा तल आएर क्लोजिङ दियो भने, डेली क्यान्डलमा क्लोजिङ दियो भने चाहिँ you can exit from this stock. Otherwise, for now, you can hold the stock with you anytime. It may give momentum if it doesn't go below 305 भनेर यहाँहरु समक्ष मैले राख्न चाहे। त साथीहरु, भिडियोलाई अन्तिमसम्म साथ दिनुभएकोमा यहाँहरु समक्ष आभार प्रकट गर्दछु। आउँदा दिनमा यहाँहरुले राख्ने जिज्ञासालाई फेरि पनि यसरी नै स्टक यो स्टकमा एनालाइसिस अन्तर्गत यहाँहरु समक्ष प्रस्तुति लिएर आउने नै छु। साथीहरु, भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि दिनु होला। मन परेको खण्डमा एकचोटी थम्स अप दिन चाहिँ नबिर्सनु होला। एउटा लाइक चाहिँ दिएर मात्रै के विश्राम लिनु होला भन्दै साथीहरु, आजलाई चाहिँ यहाँहरुबाट तपाईहरुको समय, तपाईको पल शुभ रहोस् र तपाईको ट्रेडिङ जर्नी पनि सफल होस् भन्दै आजलाई यहाँहरुबाट बिदा हुन चाहे। नमस्कार।